होइन हाम्रो पहिला लभ पर्यो पछि माग्नु गयो रीति अनुसारले गर्यो तपाईको त दाँत देखेर दिदीले मन पराएर बिहे गरे भन्नु हैन हो खै हेरौँ त दाँत यो बिहे भनेको चाहिँ समुद्र हो क्या समुद्र केटी मान्छे चाहिँ समुद्र होइन केटा मान्छे जात त्यो समुद्रमा जहाज कति गयो डुब्यो मर्यो थिएर गइसक्यो तर यस्तोमा चाहिँ म भन्छु साथीहरूलाई नडुब्नु भन्छु क्या सिङ्गल बस्नु है किन हो त्यस्तो एकदम रिल्याक्स छ होइन त्यो जाने मान्छेले सुसाइड गर्नु समुद्रमा जहाज डुब्यो अनि बिहे सबभन्दा ढिलो आउने यो राजकुमार दाई हो क्या बिहान 6 बजे आउँछु भनेर यति बेला आउने म त हिजै बेलुका आएको आज ढिलो हुन्छ भनेर हो र ए ढिलो हुन्छ भनेर उहाँहरू चाहिँ सबै हाम्रो चर्चको जवानहरू है बिचार होइन यसरी मिलेर काम गर्नुहुन्छ को यहाँ बोक्दैछ कुर्सी यतातिर सफा गर्दैछन् कोही यहाँ भ्याकुम लाउँदैछ हाम्रो चर्चको जवानहरू यहाँ सफा गर्दैछ है कोही चट्ट मिक्स अचार यो चिकन यता हाम्रो दाइले बनाउँदै हुनुहुन्छ यतातिर टन्नै छ है यो चाहिँ डिक्सहरू यता हेरौँ ल चिप्लो छ यता पाक्दैछ आलु काउलीको तरकारी अभि झन्डै गयो राजकुमार दाई बाल्टिन बोकेर कता बाल्टिन बोकेर यहाँ पानी अलिकति व्यवस्था बिचरा हाम्रो दाइ ल यहाँ अर्को कुक यहाँ हुनुहुन्छ यता जाऊँ ल यहाँ चाहिँ पाल राखेर सजिएको छ अब यहाँ जाऊँ है यहाँ चाहिँ हाम्रो चर्चको जवान दाईहरू के छ हो दाईहरू हालखबर के गर्दै हो यहाँ ए ल माछा पुरै माछा केलाउनु कम त मजा आइरहेछ बाबा जोजोको बिहे त अब सिद्धि ल अब डमोटाको बिहे हुन लाग्छ अर्को वर्ष चाहिँ मेरो गर्ने भन्नु न सञ्जयजीको बिहेमा प्रार्थना राखिदिनु ल हैन ल है सबैजना आउनु आशिषमय प्रकारले हुनेछ हैन तपाईँ उहाँको समयमा हो तपाईँको बिहेमा पनि यस्तै माछा खुवाउने होला नि मेरो बिहेमा त अब खै अब चिया मात्रै खुवाउने भन्नुहुन्छ छ भने पनि च्यारो दुध दिनुपर्छ हामी त आउँदैन त्यो खानलाई है राजु दाई आउनु त पर्छ तर सकेसम्म राम्रै गर्नुपर्छ प्रमुख इच्छा यो चाहिँ माछा यहाँ फ्राई गर्नलाई सफा धोका दियो नि माछा पसलको मान्छेले है अहिले एकछिनपछि झ्याल पनि दिन्छ ढोका मात्र दिएर हो र ढोका झ्याल सबै पाइन्छ अहिले यो सबभन्दा ढिलो आउने यो राजकुमार दाई हो क्या बिहान 6 बजे आउँछु भनेर यति बेला आउने म त हिजै बेलुका आएको आज ढिलो हुन्छ भनेर हो र ए ल ढिलो हुन्छ भनेर उहाँहरू चाहिँ सबै हाम्रो चर्चको जवानहरू है बिचार होइन यसरी मिलेर काम गर्नुहुन्छ म त बुढो हो हजुर गर्नुहुन्छ बुढो भए पनि जवान हो नि होइन एक समयको त जवान हो नि होइन एक समय त जमानै थियो अब त्यो दिनहरू गइसक्यो जमन देखिन्छ टिकटक नदेखि झन् भर्खर त देखिन्छ लु गर्नु अबको 17 वर्ष 7 वर्ष पछाडिको बेहुलो 7 वर्ष पछि बिहे गर्ने भन्थ्यो होइन हस् बेहुली चाहिँ कहाँ हो कुन्नी कतिवटा माछा होला त यहाँ जम्मा जम्मी 600 पिस छ 620 हेलो हाई अबको 5 वर्षमा बेहुली उरे 5 वर्षको पछाडि हो रे 3 वर्ष अबे 3 वर्ष रे कहाँ 10 वर्ष हो क्या रेडी भयो आयो भने छुट्टै कुरा भयो नि प्रभुको आगमन आइरहेको छ कि 5 वर्ष सबैलाई म स्पेशल पार्टी दिन्छु ल हस् थ्यांक यू हाम्रो सञ्जयजीको बिहेमा पनि यस्तै गर्नुपर्छ मेरो बिहेमा त प्रभुको आगमन आइसक्छ नि राजकुमार दाई के अरे राजु दाई यो बिहे हुँदै गर्दाखेरि तपाईँलाई एउटा कुरा चाहिँ झट्ट के याद आउँछ भन्नु त मलाई बिहे हुँदै गर्दाखेरि अरूको बिहे हुँदाखेरि तपाईँलाई के सम्झना आउँछ क्या सम्झना त अब पहिला आफ्नो पनि बिहे भएको थियो अलिकति यसै तपाईँको यता हेर्नु न तपाईँको बिहे नि यस्तै गरी गर्नु भएको थियो कि भागेर होइन हाम्रो पहिला लभ पर्यो पछि माग्नु गयो रीति अनुसारले गर्यो तपाईँको त दाँत देखेर दिदीले मन पराएर बिहे गरे भन्नु होइन हो खै हेरौँ त दाँत यो बिहे भनेको चाहिँ समुद्र हो क्या समुद्र केटी मान्छे चाहिँ समुद्र होइन केटा मान्छे जात त्यो समुद्रमा जहाज कति गयो डुब्यो मर्यो थिएर गइसक्यो तर यस्तोमा चाहिँ म भन्छु साथीहरूलाई नडुब्नु भन्छु क्या सिङ्गल बस्नु है किन हो त्यस्तो एकदम रिल्याक्स छ होइन
त्यो जानी जानी मान्छेले सुसाइड गर्नु समुद्रमा जहाज डुब्नु भयो अनि बिहे गरे किन तपाईँलाई त्यस्तो दिदीले नराम्रो गर्ने क्या मेरो पछि बुद्धि आयो नि त पहिला बुद्धि आएन ब्लाइन्ड थियो अहिले चाहिँ ओपन भयो आँखा होइन